हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट मिनी ब्लग। आइयो हजुरहरू पनि सन्चै नै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। सधैँ 5 बजे उठ्ने म आज उठ्दा त 9 पो बजेछ। हिजो सायद सुत्न ढिला भएर पनि हुनसक्छ। हिजो चाहिँ म सुत्दा 1 बजेको थियो। हिजो चाहिँ मलाई धेरैजनाले म्यासेज पनि गर्नुभएको थियो अनि हिजोको भिडियो चाहिँ किन यति बेला आयो भनेर यो सबै म आजको भिडियोमा भन्नेछु। अब 9 बजे उठ्यो पनि ब्रस त बिहान उठेर गर्नु पर्यो। आज चाहिँ कन्टेन्ट गराउनको लागि मैले केही काम पनि गरेन, किन भन्दा म चाहिँ भर्खरै उठेको थिएँ। सायद हजुरहरूले चाहिँ मम्मी आएर हो पनि भन्न सक्नुहुन्छ, तर त्यसो चाहिँ होइन। म चाहिँ भोलिदेखि फेरि टाइममै उठ्नेछु। आज चाहिँ बिहानैदेखि धेरै नै चर्को घाम लागेको थियो अनि त्यताको मौसम चाहिँ कस्तो थियो भन्नु होला। आज ढिला उठेको भएर होला मेरो आँखा पनि अर्कै भएको थियो। 9 बजे उठे पनि म चाहिँ घाँस काट्न गएको थिएँ अनि घाँस काट्न जाने क्रममा चाहिँ मैले चाहिँ एउटा चराको गोड देखेँ अनि गोडमा चाहिँ 4वटा अन्डा थियो अनि हजुरहरू पनि देख्न सक्नुहुन्छ कति राम्रो थियो। म चाहिँ अब भिडियो नै ढिला नगरिकन हिजोका राततर्फ लागेँ। यति देखेपछि सायद हजुरहरू पनि चिन्नुभयो होला। अनि हिजो चाहिँ हामी ओरियाल पोल्न गएको थियौँ रातिसम्म। यो वर्षमा ओरियाल चाहिँ हामीले पहिलोचोटि पोल्दै थियौँ। मैले चाहिँ बुट्टादेखि ओरियाल पनि लिएर आइसकेँ। ओरियाल चाहिँ जित्दै थिएँ अनि त्यही भएर हामीले चाहिँ ओरियालमाथि चाहिँ तातो पनि हाल्दै अनि अङ्कलले चाहिँ ओरियाल अब मर्यो भन्दै हेर्न थाल्नुभयो अनि मैले चाहिँ भिडियो गरेछु भनेर भिडियोतर्फ लाग्दैछु। हजुरहरू मध्ये ओरियाल कोलाई मनपर्छ भन्नु होला। म चाहिँ हजुरको घरसम्म नै पुर्याइदिने गर्छु। ओरियाल चाहिँ थोरै थियो तर ओरियालको टेस्ट चाहिँ बबाल थियो। तातो पानी हालेको ओरियाल कोला त यस्तो पो भएछ। अङ्कलले चाहिँ मैले नै अब छुट्याउनु पर्यो भनेर अङ्कल चाहिँ छुट्याउनुतर्फ लाग्नुभयो अनि म चाहिँ लाड देखाइदिँदै मैले चाहिँ काम गर्नेभन्दा धेरै पनि म चाहिँ भिडियो गर्नतर्फ लागेँ। कति ओरियालहरू त अझै पनि जिउँदो थिए अनि अङ्कलले चाहिँ टिप्दै अर्को बटोमा राख्नुभयो। अब चाहिँ हामी चाहिँ माउ र नानी छुट्याउनुतर्फ लाग्यो अनि नानी पनि धेरै नै थिए अनि माउ पनि धेरै नै थिए। ओरियाल बनाउँदै कति बेला 11:30 भएछ पत्तै भएन अनि अब ओरियाल त पकाउनु पर्यो। तर हामीले चाहिँ अझै ओरियाल बनाएर पनि सकेको थिएनौँ अनि हामीले चाहिँ 3जना मिलेर छिटो बनाउनतर्फ लागे। ओरियालको नानीहरू हजुरहरू पनि देख्न सक्नुहुन्छ अनि खासै भोरिएको चाहिँ थिएन। नानीहरू चाहिँ अझै पनि चल्दै थिए अनि मैले चाहिँ यत्रो तातो पानीमा चोबेर पनि अझै तक चल्दैछन् भनेर म चाहिँ हेर्दै थिएँ। हजुरहरूलाई चाहिँ ओरियाल कोलाई मिठो हुन्छ अनि सबैजनाले कमेन्ट गर्नु होला। त्यसपछि हामी चाहिँ तेलमा फुराउनुतर्फ लाग्यो। यसरी फुराएको चाहिँ धेरै दिनसम्म पनि बिग्रिँदैन। अब चाहिँ हामीले फुराएर पनि सकिसक्यौँ अनि हजुरहरू पनि देख्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ पकाउनुतर्फ लाग्यो। पकाउँदै यसो हेरेको त टाइम त रातिको 12 बजिसक्यो। तर हामी चाहिँ आज नै पकाएर सक्ने भनेर आज नै पकाएर सक्नेतर्फ लाग्यो। यसमा चाहिँ अब हामीहरूले अलिकन नुन अनि अलिकन बेसार राख्नेतर्फ लाग्यो। बेसार राख्न साथ बल्ल ओरियालको कलर पो आउन थाल्यो अनि बल्ल राम्रो पनि देखियो अनि हजुरहरूलाई पनि बल्ल खाम पाउन लाग्यो अनि हजुरहरूलाई खान मन लाग्यो भन्नु होला। अझै पनि मसँग चाहिँ छ। यही कारणले नै हिजोको भिडियो चाहिँ ढिला आयो अनि आजको भिडियो चाहिँ टाइममै आउँछ। बाई बाई गाइस, हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ।